आज हामी एउटा अ, साँच्चै नै दुःखद र अलि गम्भीर घटनाको बारेमा कुरा गर्दैछौँ। स्रोतहरूबाट थाहा पाएअनुसार भर्खरै छुट्टीमा घर फर्केका एकजना नेपाली सेनाका जवानले आफ्नै श्रीमतीको हत्या गरेका छन्। आज हामी यो घटना कसरी भयो होइन अनि यसका पछाडि के कस्ता कारणहरू देखिएका छन् त्यसमा अलिक गहिरिएर हेर्ने प्रयास गर्नेछौँ। हो, यो घटना सुन्दैमा एकदमै विचलित पार्ने खालको छ। हामीसँग भएको जानकारी अनुसार 28 वर्षका सैनिक दर्शन खत्री र उनकी 26 वर्षीय श्रीमती प्रेमा ओली खत्री यो घटनाको केन्द्रमा हुनुहुन्छ। स्रोतहरूले के भन्छन् भने उहाँहरूको बिहे भएको 5 वर्ष जति भयो, तर सम्बन्ध चाहिँ एकदमै तनावपूर्ण थियो रे। आपसी शङ्का झगडा त अब सामान्य जस्तै भइसकेको थियो रे। सम्बन्ध विच्छेदकै कुरा पनि उठेको थियो भन्ने सुनिन्छ। भनेपछि पहिलेदेखि नै समस्या रहेछ। घटनाको सुरुवात चाहिँ कसरी भयो त? दर्शन कहिले आइपुगेका थिए घर? स्रोतहरू भन्छन् उनी शनिबार साँझ छुट्टी लिएर छिन्चु आइपुगेका थिए रे। दशैँमा पनि घर आएका थिएनन् रे। अनि ब्यारेकबाट निस्केको 1.5 घण्टा जति पछि मात्र उनी छिन्चु पुगेका रहेछन्। 1.5 घण्टा पछि? अनि घर आएर के गरे त उनले? घर पुगेर होइन, उनले श्रीमती प्रेमालाई फोन गरेर केही सामान लिन छ भनेर छिन्चु बजार बोलाएछन्। तर श्रीमान त्यसरी अचानक आउँदा प्रेमा त अचम्म परिन् रे। अनि सोधिन् रे किन झुट बोलेको भनेर। झुट बोलेको? किन? उनले आउँदैछु भनेका थिएनन् र? त्यही त, स्रोतहरूले त्यही भन्छन्। उनले आफ्नो आउने कुराबारे पहिले जानकारी दिएका थिएनन् जस्तो छ। त्यसैले सुरुमै अलिकति अविश्वास जस्तो देखियो। भेट्ने बित्तिकै तनाव सुरु भएछ। हो, बिल्कुल। त्यहीबाट कुरा सुरु भयो। अनि घर फर्किने बेला बाटोमै झगडा बढ्दै गयो। उनीहरू बीच पहिलेदेखि नै शङ्का अविश्वास एकदम गहिरो थियो भन्ने कुरा स्रोतहरूले जोड दिएका छन्। यो शङ्का एकतर्फी मात्र थियो कि दुवैतिरबाट थियो? होइन, दुवैतिरबाटै थियो जस्तो देखिन्छ। झगडा हुँदा प्रेमाले पनि दर्शनमाथि अरू महिलासँग सम्बन्ध छ भनेर आरोप लगाइन् रे। यसले के देखाउँछ भने उनीहरूको सम्बन्धको जग कति कमजोर भइसकेको रहेछ भन्ने कुरा। लामो समयदेखिको अविश्वास रहेछ। तर त्यो दिन चाहिँ त्यस्तो के भयो जसले घटनालाई यति डरलाग्दो मोड दियो त? हो, त्यही झगडा चर्किँदै जाँदा एउटा एकदमै निर्णायक मोड आयो। दर्शनले बलजबस्ती नै प्रेमाको मोबाइल खोसे रे। मोबाइल खोसे अनि मोबाइल हेर्दा उनले त्यसमा अर्कै पुरुषको फोटो देखेछन्। अब पहिलेदेखि नै शङ्का र रिसले भरिएको मान्छे त्यो फोटो देखेपछि त झन् अवस्था बिग्रियो। त्यो फोटो नै ट्रिगर बन्यो भनौँ न। हो, त्यस्तै भयो। स्रोतहरू भन्छन् फोटो देख्ने बित्तिकै दर्शनले आफूलाई सम्हाल्नै सकेनन्। उनी एकदमै आक्रामक भए अनि नजिकै ढुङ्गा रहेछ, त्यही ढुङ्गाले प्रेमाको टाउकोमा हाने। प्रेमा त्यही लडिन्। ओहो, कति डरलाग्दो। टाउकोमा हानेपछि प्रेमा उठिनन्? उनी लडेपछि उठिनन् रे। अनि सायद अत्तालिएर हो कि प्रमाण लुकाउनलाई हो, दर्शनले प्रेमाकै शवले उनको घाँटी कसे। मृत्यु नै भयो भनेर निश्चित गरेपछि शवलाई चाहिँ नजिकैको खोल्सामा फाले भन्ने विवरण छ। आफ्नै शवले अनि शवलाई खोल्सामा फाले? हजुर। यो सबै आवेशमा अनि अपराध लुकाउने प्रयासमा भएको जस्तो देखिन्छ। सबैभन्दा अचम्म लाग्ने कुरा त यो भेटघाट, झगडा, आक्रमण, हत्या यो सबै कति छोटो समयमा भयो। हो, एकदमै। स्रोतहरूले अनुमान गरे अनुसार प्रेमासँग भेट भएदेखि यो सबै घटना घट्न जम्मा जम्मी 1.5 घण्टा जति मात्रै लाग्यो रे। त्यसपछि दर्शन राति करिब 8 बजेतिर घर फर्केका थिए। 1.5 घण्टा? यति छोटो समयमा यस्तो भयानक घटना? हो, त्यही त। सम्बन्धमा यति ठूलो विनाश भयो, त्यो पनि यति कम समयमा। त्यसो भए यो घटनालाई समग्रमा हेर्दा स्रोतहरूले के कुरालाई मुख्य कारण मानेका छन् त? यो त्रासदी पछाडि के देखिन्छ? समग्रमा हेर्दा होइन, यो घटना लामो समयदेखिको पारिवारिक मनमुटाव, त्यो गहिरो अविश्वास अनि संवाद नै नहुने अवस्थाको एउटा दुःखद परिणाम हो। त्यो मोबाइलमा भेटिएको फोटो तत्कालको कारण एउटा स्पार्क जस्तो बन्यो। तर त्यसले पहिलेदेखि नै अब भनौँ न बारुद जस्तो भइसकेको सम्बन्धमा आगो लगाउने काम मात्रै गर्यो। भनेपछि फोटो आफैमा मूल समस्या थिएन? होइन, त्यो त एउटा निहु मात्रै भयो। खास समस्या त वर्षौंदेखिको शङ्का, रिस अनि संवादहीनता नै थियो। त्यो जगमा परेपछि सानो कुरा पनि विस्फोटक भयो। साँच्ची नै यो घटनाले सम्बन्धहरूमा विश्वास कति महत्त्वपूर्ण हुन्छ अनि कुराकानी, खुला सञ्चार भएन भने कति घातक हुन सक्छ भन्ने देखाउँछ। अविश्वास मनमा भरिएपछि एउटा सानो घटनाले
1.5 घण्टा जस्तो छोटो समयमा कसरी जीवनलाई यस्तो त्रासिदीमा पुर्याउन सक्दो रहेछ यो कुराले। सम्बन्धको जटिलता र कहिलेकाहीँ मान्छेको आवेग कति खतरनाक हुन सक्छ भन्ने बारे सोच्न बाध्य बनाउँछ।